योसँग हिजोको कांग्रेसको राम्रो सबै कुराहरू छ। हिजोको सबै कुरा खराब हुँदैन, पुरानो सबै कुरा खराब हुने त हाम्रो शास्त्र खराब हुनुपर्ने, हाम्रो भगवान खराब हुनुपर्ने, हाम्रो मन्दिर खराब हुनुपर्ने, हाम्रो मस्जिद खराब हुनुपर्ने, हाम्रो पिता पुर्खा खराब हुनुपर्ने, घरमा पनि परिवारमा पनि सबै बुजुर्ग खराब हुनुपर्ने, सबै केटाकेटी मात्र सही हुनुपर्ने, त्यो होइन। हिजोका धेरै राम्रा कुराहरू छन्, जुन राम्रो कुराहरू हाम्रो इतिहास हो, हाम्रो गौरव हो, हाम्रो परम्परा हो, हाम्रो संस्कृति हो, त्यसलाई हामीले जोगाउने हो। हिजोका खराब कुराहरूलाई छोड्ने हो, नयाँ समयको नयाँ मागलाई बुझ्ने हो। त्यही अनुसार हिजोको राम्रो कुराहरूलाई सम्झेर भविष्यतिर हेरेर आफ्नो कदमहरू चाल्छ। कांग्रेस त्यही भएर आएको छ। यो कांग्रेससँग 5 वर्षको देश बदल्ने सपना छ, सोच छ, संकल्प छ, योजना छ। यो कांग्रेसको नेतृत्वमा चल्ने 5 वर्षको सरकारले हिजो गरेका कुनै पनि गल्ती कमजोरी कुनै पनि हुन दिँदैन, भ्रष्टाचारबाट त्यसलाई मुक्त गर्छ र वर्षौंदेखि गर्छु भनेको गर्न नसकेका कामहरू यो 5 वर्षभित्र गर्ने योजना सहित नेपाली कांग्रेस पार्टी आज चुनावको मैदानमा आएको छ। यही सोचको साथमा देशभरि नेपाली कांग्रेसका साथीहरू अहिले निर्वाचनको तयारीमा जुट्नु भएको छ, जसरी तपाईहरूले देखेका छन्। यही क्रममा म अहिले कांग्रेसको सभापति भइसके पछाडि तपाईहरूको क्षेत्र सर्लाहीको क्षेत्र नम्बर 4 मा उम्मेद्वार बनेर आएको छु। मैले आज तपाईको क्षेत्रमा यो तपाईको क्षेत्रलाई म मेरो क्षेत्र बनाउन आएको, यसलाई मेरो क्षेत्र बनाउन भन्न सक्ने एउटा अवस्था निर्माण गर्न आएको। म निर्वाचन क्षेत्र नभएर आएको होइन, म कहीँ कतै चुनाव लड्ने ठाउँ नपाएर चुनाव लड्नको लागि ठाउँ खोज्दै होइन। म काठमाडौँबाट 3 पटक निर्वाचित भएको सांसद हो। अघिल्लो निर्वाचन मलाई गाह्रो थियो, यो निर्वाचन मलाई बडो सजिलो निर्वाचन थियो। म सरलाई नजाने बेलासम्म एमालेको उम्मेदवारै थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेद्वार क्षेत्रको कोही मान्छे नपाएर बाहिरको मान्छेलाई उम्मेद्वार बनायो। यो पटक कांग्रेस मात्र होइन, एमाले, माओवादी, नयाँ पुरानो सबै पार्टीको साथीहरू विशेष महाधिवेशनबाट सभापति भइसके पछाडि हिजो गाली गर्ने यो पटक अब तिमी लडेर आएको छौ, विद्रोह गरेर आएको छौ, सभापति भएर आएका छौ, यही क्षेत्रबाट चुनाव लड्नुपर्छ भन्ने अवस्था थियो। म काठमाडौँ क्षेत्र नम्बर 4 को सबै मतदाताको ऋणी छु। जीवनभर उहाँलाई सम्झिराख्नेछु, उहाँको पनि सेवा गर्नेछु। तर म बडो सोचेर मधेस भएको हुँ। मेरो बाआमा पहाड़बाट काठमाडौँ आउनुभएको हो। म एउटा सामान्य परिवारको मान्छे। पहाड़को दुःख मेरो आमाबाट सुनेको छु, मैले बाबाट सुनेको छु। मलाई पहाड़को दुःख थाहा छ। शहरमा जन्मेको हुनाले शहरको दुःख पनि थाहा छ, सुख पनि थाहा छ। काठमाडौँको राम्रो कुरा पनि थाहा छ, नराम्रो कुरा पनि थाहा छ। तर मैले के महसुस गरेको हो भने पहाड़ बुझे काठमाडौँमा जन्मे, तर अब मैले आफूले आफूलाई मधेसको बनाउन सकिनँ भने म सिङ्गो नेपालको हुन सक्दिनँ। म सिङ्गो नेपालको हुनको लागि मधेस आएँ। म मधेसमा आफूलाई डुबाउनको लागि आएँ। म तपाईहरुमा आफूलाई समाहित गर्नको लागि, समर्पित गर्नको लागि आएँ। मधेसको मुद्दाको बारेमा हिजो पनि बोलेको छु, हिजो पनि लडेको छु। तर हिजो बोल्ने र हिजो लड्ने कुरा फरक छ। म भिन्न ढंगले बोल्न र लड्न चाहन्छु। तपाईको मुद्दा चाहे त्यो एउटा नागरिकताको विषयको मुद्दा होस्, चाहे शान्ति सुरक्षाको विषयको मुद्दा होस्, चाहे शिक्षा स्वास्थ्यको मुद्दा होस्, चाहे रोजगारीको मुद्दा होस्, चाहे मधेसले समान न्याय पाउने मुद्दा होस्, यी मुद्दाहरू मेरो मुद्दा हो भनेर काठमाडौँमा म लड्न चाहन्छु। लड्न मात्र होइन, अब गर्न पनि चाहन्छु। मधेसको कुराहरू धेरै उठ्यो, अब उठेर पुग्दैन। सिंहदरबारमा बस्ने प्रधानमन्त्रीले कुनै पनि निर्णय गर्दै गर्दा उसको मनमा पनि मधेस आओस्, मस्तिष्कमा पनि मधेस आओस्। यहाँको मान्छे सम्झोस्, मेरो क्षेत्र हो भनेर सम्झोस्। कसैले दिएको जस्तो, कसैले गरिदिएको जस्तो यसो दिँदै गर्दाखेरि मधेसलाई पनि यसो केही कुरा दिउन भनेर होइन, त्यहीबाट सुरु होस्। त्यो अवस्थाको निर्माण गर्न चाहन्छु। त्यसको निम्ति म सरलाई तपाईहरुको क्षेत्र, यो क्षेत्रमा मेरो आफ्नो क्षेत्र बनाउँछु भनेर आएको छु। तपाईको भरोसामा आएको छु। सिङ्गो नेपाली कांग्रेस पार्टीले आफ्नो सभापतिलाई यो क्षेत्रको उम्मेद्वार बनाउँदै गर्दा, सरलाई क्षेत्र नम्बर 4 रोज्दै गर्दा भरोसाको सबभन्दा ठूलो आधार भनेको यो नेपाली कांग्रेसको आधार हो। कुनै बेला यहाँ कांग्रेस मात्रै
यति धेरै गुण लगायो त्यसले काङ्ग्रेस, तर काङ्ग्रेसले त्यही गुण तिर्ने कुरामा काङ्ग्रेसको कतिपय ठाउँमा चुक भएको छ। मधेसकै सन्दर्भमा पनि चुक भएको छ। मधेसले सधैँभरि जुन स्नेह गर्यो काङ्ग्रेसलाई, त्यो स्नेह बराबरको व्यवहार गर्ने कुरामा चुक भएको छ। यसलाई पनि सच्याउने बेला, यसलाई पनि सच्याउने प्रण गरेर तपाईँहरूको